रङ मिल्दियो भन्दैमा बिरालो बाघ हुन सक्दैन। तपाईहरूको यो क्रान्ति के भन्ने चिज कहाँबाट आयो भन्ने कुरा त स्पष्ट थाहा छ नि। हरेकको जन्म त विदेशमै भयो हो नि त। चाहे 12 बुधेको कुरा गर्नुस्, चाहे नेताहरू लुक्ने कुरा गर्नुस्, यो मैले भनेको होइन। पूर्व राजदूत भइसकेका मान्छेले बोलेका अहिले स्टेटमेन्ट हेर्नुस् र स्वयं भारतका तत्कालीन विदेश मन्त्री सुषमा स्वराजले संसदमा बोलेको तपाईले राजा कसरी फाल्नु विदेशीको आडमा भनेर त प्रष्ट बोलिसकेका छ। यो संविधान र यो व्यवस्था त उनीहरूले ल्याइदिया हो नि त भन्ने कुरा त उनीहरूकै मुखबाट भइसक्यो। त्यही भए हुनाले राष्ट्रवादी भने राष्ट्रवादी हुन्छ, बाघ बुढो भए पनि बाघै हो। अब बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त कहीँ, बिरालो बिरालो नै हो। त्यो भए हुनाले यो देशको इतिहास हो राज संस्था। ठिक छ, तपाईहरुलाई कुरा चित्त बुझ्दैन, तपाईहरुले जन्म संग्रह गर्नुभयो पनि भएन, जनतामा जानु पनि भएन।